हेलो हेलो अभिवादन छ है मित्रहरू। आज चाहिँ म तपाईँहरूको बिचमा एउटा कुरा गर्न चाहन्छु। यो र ट्युन भन्ने विषयलाई विशेष गरी तपाईँहरूको बिचमा म ल्याउन खोज्दैछु। र ट्युन भनेको चाहिँ एउटा मैले आफ्नै नाम राखेँ, कच्चा धुन है, कच्चा धुन। अहिले हामी एआई को जेनेरेसनमा छौँ। सो यो एआई को जेनेरेसनमा नपत्याउँ कसरी अनि पत्याउँदाखेरि कसरी पत्याउने, यो एआई को जेनेरेसनमा चाहिँ होइन भन्दाखेरि त्यो कुराहरू हुन सक्छ, होइन यो कुरा हो यो ठिक छ भन्दाखेरि फेरि त्यो कुराहरू पुरै आर्टिफिसियल बनाइरहेको यो युगमा हामी जिइरहँदाखेरि प्रविधि क्या त्यो टेक्नोलोजी विशेष गरी आइटी यति धेरै होइन चाहिँ एउटा म्यासिभ यसको चाहिँ होइन अपग्रेड भएर कस्ता कस्ता जेनेरेसनहरू आइसके है। त्यसो हुँदा आज विशेष गरी तपाईँहरूलाई एउटा पोजिटिभ भाइब थ्रु चाहिँ तपाईँहरूलाई इन्करेज गरौँ भनेर केही नयाँ कुराहरू सुरुवात गर्न खोजेको छु। यो ट्युन भन्ने कन्सेप्ट एउटा म भर्खरै घाँस काटिरहेको थिएँ, अहिले म किचनमा छु। यसले दिन खोजेको एकदम सिम्पल होला, तर यसले ठुलो एउटा मेसेज क्या सन्देश दियो रहेछ। घाँस काट्दै गर्दाखेरि मैले केही कुराहरू सोच्दै थिएँ, झ्याप्पै मेरो दिमागमा त्यो कुराहरू आयो। र ट्युन है, विशेष गरी यो आर्टिस्टहरू है, कलाकारहरू, जेन्युन आर्टिस्टहरू जो छन्, साँच्चै उनीहरू चाहिँ एआईले गर्दाखेरि अन्यायमा परेको छ। र अब झन् त्यो कुराले एकदमै विस्थापित नै गराउने खालको कुराहरू छन् होइन। त्यसो हुँदा यो ट्युनलाई हामीले युटिलाइज गर्नुपर्छ, यसलाई सस्टेनेबल बनाउनुपर्छ भन्ने एउटा कन्सेप्ट आयो क्या। जस्तो कि भनेको कच्चा हो होइन, हिन्दीमा एउटा भनेको चाहिँ कच्चा है कि पक्का है होइन। यो कुराहरू सबैलाई थाहा छ होइन। भनेको चाहिँ इङ्ग्लिस हो, नेपालीमा कच्चा क्या, त्यो कच्चा विदाउट रिफाइन, प्रशोधन नगरेको एकदमै कच्चा क्या। जस्तो भोकलको कुरा गर्ने हो भने त्यो मास्टरिङ नगरेको, मिक्सिङ नगरेको होइन, जस्तो छ त्यस्तै जे पाए त्यही प्रकारले त्यो विदाउट सेटअप क्या, त्यो केही पनि नभएको। जस्तो अहिले म यस्तो छु नि त। अनि मेरो बुढीले बिहानै भन्दै थियो, तपाईँ यो घरमा बस्दाखेरि यो ज्याकेट नलाउनु क्या भनेर भन्दै थियो। त्यो चाहिँ प्राय काम गर्ने बेला लाउँछु क्या। वास्तविक ट्युन चाहिँ यो हो क्या मित्रहरू। अहिले हामी यति आर्टिफिसियल होइन त्यो युगमा क्या, त्यो आर्टिफिसियल इरामा हामी यसरी घुस्दैछौँ, त्यहाँबाट निस्कन यति गाह्रो छ क्या। त्यही भएर अबको जेनेरेसनको म्यारिड लाइफ है, वैवाहिक जीवन पनि त्यति टिकाउ हुँदैन। किन? एकदमै रिस्की छ क्या, धेरै कुराहरू आर्टिफिसियल कुराहरू छन् जुन कुराले मान्छेलाई भरोसा गर्न कठिन हुँदछ क्या। त्यो पिठो है, चम्पा भन्छ यसलाई, सातु है। यो कन्टेन्ट म के सोच्दै थिएँ भने प्राय म अनलाइनतिर होइन, सोसल मिडियातिर आउँदिनँ नि त, त्यो मलाई थाहा नभएर होइन क्या।
मलाई थाहा छ है। तर पनि कस्तो कस्तो लाग्छ। अनि मेरो बुढीले जहिले मलाई गाली गर्छ क्या, जस्तो कि म पर्सनल्ली म पोटेन्सियल एउटा आर्टिस्ट हो क्या, कम्पोज गर्छु होइन, लेख्छु पनि। अनि सामान्य खालको गरिहाल्छु क्या त्यो सामान्य सिङ्गिङहरू। अनि उनले जहिले के भन्छ भने कुनै प्रोग्रामहरूमा जाँदाखेरि तपाईँ एउटा गीत त गाउनु नि जहिल्यै होइन, कहिले गाउनुहुन्न, यस्तो राम्रो राम्रो गीतहरू छन्। फेरि मलाई कस्तो कस्तो लाग्छ है, तयारी छैन भन्ने लाग्छ क्या। तपाईँलाई पनि त्यस्तोहरू कुराहरू लाग्न सक्छ। प्रायः जसो हामी सबैले त्यस्तै लाग्दो रहेछ क्या। जस्तो अहिले हामी भ्लगरहरू देख्छौँ है, टाढा टाढा एकदमै राम्रो ठाउँतिर चाहिँ बाइकमा गएर होइन चाहिँ रेकर्ड गरेको त्यो भ्लगहरू बनाएको हामी देख्छौँ। हामी इमेजिन गर्छौँ क्या, यदि मसँग पनि राम्रो खालको क्यामेरा होइन, राम्रो खालको फोन अथवा चाहिँ राम्रो खालको होइन हाई चाहिँ स्टोरेज भएको ल्यापटपहरू भइदिएको भए कस्तो दामी बनाउँथ्यो होला जस्तो लाग्छ नि। हामी कन्टेन्टहरू खोजिरहेको हुन्छौँ क्या। मलाई पनि त्यस्तै लाग्थ्यो। अब के भिडियो रेकर्डहरू गरिराख्नु होइन, राम्रो सेटअप भएको होइन, केही छैन होइन, केही सेटअपै छैन, त्यो पुरै त्यो सादा हामी केही रेकर्ड गर्न खोजिरहेको हुन्छौँ, उताबाट चाहिँ कुक्री क्या गर्दै भाले बसिरहेको हुन्छ। अनि बच्चाहरू आउँछन् है हल्ला गर्दै होइन, घरमा झन् आमाले अथवा कसले के कराइरहेको हुन्छ। अनि ब्याकग्राउन्डमा पुरा त्यो साउन्डहरू इरिटेट भएर आउँछ नि त। अनि त्यसपछि हामी बिस्तारै फ्रस्ट्रेट हुँदै केही कुराहरू पोजिटिभ कुराहरू राख्न पनि सक्दैनौँ रहेछ क्या। अनि यो कुराले चाहिँ वास्तवमा हामीलाई होइन सोसल मिडिया थ्रु चाहिँ केही कुराहरू एकदमै पोजिटिभ इम्प्याक्टहरू जुन हाम्रो जीवनबाट हुनु थियो त्यो कुराहरू रोकिँदो रहेछ क्या। म त्यही प्रकारले म खासै होइन सञ्जालतिर आउँदिनँ त, किनभने कन्टेन्टहरू एकदम गतिलो हुँदैन क्या, त्यो सोच्थेँ क्या। तर भर्खरै मैले नयाँ कुराहरू के पाएँ भने अब चाहिँ ट्युनतिर लाग्नुपर्छ, चाहिँ होइन कन्टेन्टतिर लाग्नुपर्छ। वास्तविकता यो हो नि त, रियालिटी चाहिँ यो हो क्या। जस्तो हामीलाई लाज हुन्छ क्या यसरी, अब यसरी रेकर्ड गर्नु कस्तो होइन हेजिटेट हुन्छ नि त, अप्ठ्यारो हुन्छ। हामी पुरै सेटअपमा मात्रै गर्न खोज्छौँ क्या, एउटा सर्टेन फ्रेमभित्र रहेर चाहिँ हामी एकदमै त्यसलाई होइन फाइन लिउँ है, सुपर फाइन भने धेरै होइन प्र्याक्टिस गरेर हामी दिन खोज्छौँ क्या। तर जब आर्टिफिसियल इन्टेलिजेन्स जस्ता कुराहरू आयो नि, हामी आफ्नो जिन्युन त्यो रियालिटी छ नि त्यो कुराहरू गुमाउँदैछौँ क्या। वी हेभ बिन लुजिङ दिज आर जुन जिन्युन ओरिजिनल कुराहरू छ नि त, त्यो कुराहरू हामी गुमाइरहेछौँ क्या। बिस्तारै बिस्तारै सबै कुराहरू आर्टिफिसियल भर्चुअल हुँदैछ। त्यस कारणले एउटै कुराको फोकस के दिन चाहन्छु भने ट्युनको कन्सेप्ट मैले ल्याएको छु। तपाईँले भिडियो रेकर्ड गर्दै गर्दा होइन पछाडि ब्याकग्राउन्डमा जस्तो सुकै आवाजहरू आओस्, द्याट्स द ब्युटी। रियल ब्युटी चाहिँ त्यो रहेछ क्या, ट्युनको वास्तविक होइन जेन्युन चाहिँ त्यो रहेछ क्या। त्यो वास्तविक धरातलमा उभिएको चाहिँ त्यो रहेछ क्या। हाम्रो वास्तविकता चाहिँ रियालिटी चाहिँ त्यो रहेछ क्या। कालान्तरमा गएर यो चाहिँ एउटा
इतिहास बन्दो रहेछ। त्यो फर्केर हेर्दाखेरि चाहिँ कस्तो मजा आउँला होइन। आज मैले यो ज्याकेट लाएको छु, सफा पनि छैन क्या, थुप्रै दिन भइसक्यो मैले काम गर्दा लाउने। त्यो फर्केर हेर्दा कति होइन सुन्दर देखिन्छ होला पछि होइन। सायद यो कुराहरू फेरि म पछि तपाईँलाई पनि दोहोऱ्याउँछु होला होइन। त्यही भएर र ट्युनमा चाहिँ म आफ्नो कन्टेन्टहरू राख्नेछु। म थुप्रै गीतहरू कम्पोज गर्न सक्ने त्यो पोटेन्सियल होइन आर्टिस्ट हुँदाहुँदै पनि यावत कुराहरूले होइन म रोकिएको थिएँ। अब चाहिँ लाग्छ जस्तो छ क्या त्यो कुराहरूले चाहिँ हामी एकअर्कालाई इन्करेज होइन उत्साहित गरौँ। यो कुराले कतै न कतै हाम्रो समाजमा, तपाईँको व्यक्तिगत जीवनमा अनि राष्ट्रिय स्तरमा पनि यसले सकारात्मक कुराहरू सुरुवात गर्छ भन्ने मलाई लाग्छ। तपाईँलाई पनि म यही उत्साह दिन चाहन्छु। र ट्युन र बेसमा अब चाहिँ हामी लाग्नुपर्छ जस्तो मलाई लाग्छ। हस्, थ्याङ्क यू, गड ब्लेस यु अल।